चाबी चोरेर ल्याउने चाहिँ यो कार किन्ने लक्षण सुन्नु गाडी तपाईँ मेरो स्कुट नभए कान्छाको स्कुट लिएर जानु हामी त्यहाँ सोरुममा आयौँ त अब मोतीपुर जाऊँ कि घर जाऊँ मोतीपुरको बरफ चाहिँ मिठो छ भन्ने सुनेको थियौँ बरफ खान हामी क्या हामी बराइदिएको बरफ खान मन लाग्यो भने चाहिँ मोतीपुर आउनु होला है सबैजना वेलकम टु माई अनदर भ्लग जेम्स छेत्री भ्लगमा स्वागत छ आज हामी चाहिँ मामा नभएको मौका पारेर कार लगेर घुम्न जाँदैछौँ है भाइ चाबी चोरेर ल्याउने चाहिँ आज चाहिँ हामी कहाँ घुम्न जान्छौँ किरण थाहै छैन अब हेरौँ बाटोले जहाँ लाग्छ हामी त्यही जाने हो हामी यहाँ जान्छौँ भनेर सोचेको छैनौँ अरू कोही छन् कि नै जाने कान्छीलाई बोलो कान्छी बजार जाने क्या दिदीसँग होइन ठिक छ के भन्नु अब हामी कता जान्छौँ त्यो हेर्दै जानु है आज हामी चाहिँ यहाँ बुलेट नयाँ बुलेट निकाल्दैछौँ हामीले यहाँदेखि बुलेट निकाल्छौँ एकछिनमा घुमेर आउँछौँ अनि टक्क बुलेट लगेर जानुपर्ने हुन्छ त्यो पनि भ्लग आउँछ हाम्रो है सब ठिक छ त्यो अस्ति काठमाडौँ गएर फाइदा भयो अरे किन पहिला गाडीमा हुन्छ अस्ति नै हिँडिराखेर होला अहिले कति केही फिलै हुन्न क्या त्यस्तो हुँदै हुन्न के यो कार किन्ने लक्षण कहाँ जाऊँ भन्दै कहाँ आइपुग्यौँ किरण तुलसीपुर अब अहिले पनि कहाँ जाऊँ भन्ने भइरहेछ अब हेर्दै जाऊँ है कहाँ पुग्छौँ होला अब सायद अब तिमी नघुमेको अब मोतीपुर हुनसक्छ त्यहाँ चाहिँ जाने ल अब हामी अहिले भाइरल भएको पुल प्लस के राखेको छ अरे त्यहाँ बोट हो बन्द छ एउटा दुईटा डुङ्गा राखेको थियो अहिले बन्द छ आज त्यहाँ जान्छौँ अब हामी है A few moments later आउँछौँ 1 घन्टामा है नातिन म झै कान्छा कति बजी जाने तपाईँ यस्तो गर्नु न हाम्रो घरमा स्कुटी छ नि कति बजी अहिले अङ्कल यता सुन्नु गाडी तपाईँ मेरो स्कुट नभए कान्छाको स्कुट लिएर जानु हामी त्यहाँ सोरुममा आयौँ त ल राख्नु अब मोतीपुर जाऊँ कि घर जाऊँ के गर्ने भन अब फर्किनु त होला अर्को जाऊँ ल 10 देखि 15 मिनट उता छ के गर्ने
के गर्ने तिमी भन म त गइसकेँ एकछिन गएर आउने चाहिँ हेरेर टक्क फर्किहालौँ नि नझरेर एकछिन झरौँला अब फेरि जानुपर्ने हुन्छ तर हामी एकछिन जान्छौँ होइन ल फाइनली हामी यो तुलसीपुरदेखि भित्र मोतीपुर भन्ने ठाउँमा पुग्न लाग्यौँ है यो हो हाम्रो झुलुङ्गे पुल हाम्रो मोतीपुरको यो भाइरल झुलुङ्गे पुल कस्तो मानिस चाहिँ राम्रो छ ठिक छ किरण त आइसकेको हो नि म त आइगएको छु हेर्न जाने हो जाउनु त हेर जाम एकछिन हेरेर है ल हुन्छ कस्तो अँध्यारो देखिएको छ उता माथि नजाने माथि गए पो डुङ्गा हेर्न मिल्छ जाम न अब हामी माथि जान्छौँ है गाइस यो चाहिँ हो हाम्रो मोतीपुरको झुलुङ्गे पुल होइन तल चाहिँ यो बबई नदी भन्छ यहीँ डुङ्गा राखेको थियो दुईवटा यो के दर्ता गरेन के भनेर होइन होइन चल्न चाहिँ दिएको छैन डुङ्गा चाहिँ त्यहीँ रहेछ थाहा छ अब यो बर्खामा लाग्यो भने डुङ्गा कहाँ हर्नु लाग्यो बग्छ खोलासँग अलि देखियो कि कस्तो मजा हावाले कस्तो आवाजै अर्कै आला फट 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 गरे हान्छ यो चाहिँ हो हाम्रो डुङ्गा यहीमा चढेर टिकटक बनाउनु थिएँ हाम्रो गाडी चाहिँ त्यहाँ छ किरण चाहिँ अब पहिला पनि आइसकेको नआउने रे राम्रो रहेनछ त्यही भएर नआउने भयो हामीलाई पनि थाहा पाएपछि आउँथेन अब हामी निस्किन्छौँ है हामी चाहिँ अब उता सोरुम जानुपर्ने हुन्छ अघि त्यही गाडीमा हुँदा मामाको फोन आएको थाहा पनि भएको थियो होला पुरा रिसाउनु भएको छ तिमीले यस्तै गर्छौ सोरुम जाने होइन भन्नुभएको थियो हामीले फेरि यता आइसकेको छ एकछिन हेरेर फर्किउँ न भनेर आयौँ अब हतार हतार हामी जानुपर्ने हुन्छ त्यही भएर अब भिडियो चाहिँ हामीले यहीँ सक्छौँ है आज मान्नु के सोरुममा जाने भने उहाँ उता जाने भन्नुहुन्छ घर जाने रे अनि घरबाट लगेर जाने भन्नुहुन्छ अनि कहाँ त्यो स्कुटी चलाउने बेला कहाँ गाडी जस्तो हुन्छ अनि भिडियो हाम्रो हतार छ होइन त्यो भएर हामी आज भिडियो सक्छौँ ल बाइकै अरू खाने हो मोतीपुरको बरफ चाहिँ मिठो छ भन्ने सुनेको थियौँ एक बरफ खाना हामी क्या हामी गराइदिएको ल गाइजहरू के अरे बरफ खान मन लाग्यो भने चाहिँ मोतीपुर आउनु होला है सबैजना लक्ष्मी आइसक्रिम ल गाइज अब हामी जान्छौँ है त